सुन केटा हो, एक दिनको कुरा हो, म बन गएको थिएँ। त्यहाँ अगाडिबाट बाघ मलाई खाउन जस्तै गरी डुर्दै आयो। त्यहाँबाट मेरो पालो, मैले बाघा नाक्सामा एकैचोटि हाने, बाघ त उर्छिँदै झारीमा गयो लुइगयो। अब म त्यहाँ बाघसँग गइकन लड्ने, अब म जस्तो यो गाउँमा को होला क्या? जाउँ त भोलि बन बाघसँग भेटेर गरौँला। त्यो पनि कतिको दम रहेछ हेरौँला भोलि। दुधको दुध पानीको पानी हुन्छ, हामी पनि त्यही हुन्छौँ। जाउँ भोलि ल जाउँ न त जाउँ त हेरौँ त दम त म यो गाउँको डन हो यार। अहिले छोड्यो दाइ, भोलि हेरौँला। ल जाउँ भोलि जाउँ बरु। गन्ना छ नि? ओहो रामे दाइ, के बिहानै बारीमा अब तिमीले मलाई सुखसँग हाल्न मन नदियो। जस्तो गन्ना दिन घर टलमा सक्दैन बड्डो। होइन म गर्न आइरहेको हेलो यार कान्छा, यार तिमी अस्ति किन आएनौ यार? यार एक्लै गयो त बाघ मार्न यार। तिमी आउनुपर्छ त, बाघ त डराएर फेरि गयो त नि। अरे म जस्तो को होला क्या यार यो गाउँमा यार। अनि के हो रामे दाइ, जाने आज बाघलाई भेट्न डरायो कि के हो? ए ल यहाँ गाउँका केटाहरू आख न यार, के कुरा गर्दैछ नि? ल त्यसो कहाँ डराउनुहुन्छ यार? जाने हो नि त बाघलाई भेट्न। अनि नजाने म डराएको जस्तो माने तिमीले? ल हेरौँला नि, साँझ थाहा हुन्छ गएपछि। जानुपर्छ? ल जानुपर्छ ल। म त डराउँदिनँ बाबुहरू। ओ हेरौँला साँझ थाहा हुन्छ। जानुपर्छ। केटा हो तिमीहरूलाई डर त लागेको छैन? अब म त अब सधैँ राति अब बाघ भेट्न आउने मान्छे, बरु तिमीहरूलाई डर लाग्यो हुनसक्छ। यसो गर, त अगाडि लाग, तिमीहरू पछि लाग, म बिचमा लाग्छु। हिँड। भगवान आज मलाई बचाइदियो, म जिन्दगीमा बाघ खोज्न आउँदिन, अब जिन्दगीमा आउँदिन। त्यो रामे दाइ गयो त हाम्रो। ओ छौ त्यही छुटी जस्तो छु रामे दाइ। तिमी सधैँ बाघ मार्ने मान्छे हाल्दै गर्छ मुन्टे सुटिङमा त। रामे दाइ बाखुन जाने त अब कहाँ जाने हो त अझै? यत्रो को डरा जस्तो लाग्यो मलाई। मुतेर पुगेर डरा छैन म त, हिँड न। दाइ यार यतासम्म आयो, रात परेको बाघै भेटेन। अब जाउँको चाहिँ यहाँबाट यार, रात पनि परेको जाने र डराए जस्तो छ तिमीलाई त त्यही हैन? दाइ आफ्नो दाइ मुतिन्छ नि दाइ यार, त्यसैमा मुते डराएर मुतिने आफू डराएर आफू मुतिने दाइ अनि हामीलाई भनिदिने बोल खाली बाघ
कुकुर रहेछ कुकुर रहेछ कुकुर ए बाघ पक्रेर बाँधिदिन भन्दैछ आफै ढल्यो भने त बाघ पक्रेर बाँधिदिन भने त कुकुर आउँछ धन्यवाद नमस्कार सबैजनालाई यो भिडियो अन्तिमसम्म हेरिदिएकोमा र यो भिडियोबाट हजुरहरूले कस्तो ज्ञान सिक्नुभयो कृपया कमेन्ट बक्समा आफ्नो सुझावहरू भनिदिनु होला र म पनि आफ्नो केही भनाइहरू भन्न गइरहेको छु। यो नाटकले खास देखाउन खोजेको चिज चाहिँ जसरी बाघ आउँदाखेरि एउटा केटाले जस्तो कि ढाँटेर गाउँलेहरूलाई छक्काएर बाघ आयो भन्दै अनि झुक्याउँछ र लास्टमा अन्तिममा भन्नुपर्दा अनि त्यो बाघ आएर साँच्चीकै आउँदा गाउँलेहरूले फेरि पनि झुटो बोलेको होला भनेर कोही पनि नआएर उसको भेडा लगाएर ऊ पनि मर्छ। त्यस्तै यो नाटकले पनि भन्न खोजेको कुरा यही हो। वास्तवमा साँच्चीकै भन्नुपर्दा हामीले आफ्नो जीवनमा कहिले पनि झुटो बोल्नुहुन्न। हामीले सधैँ झुटो बोल्दै गऱ्यौँ भने आफ्नो जीवनमा केही समस्याहरू आउन सक्छ। कृपया कसैले झुट नबोल्नु होला। धन्यवाद।